हेलो गाइस, स्वागत छ मेरो मिनी ब्लगमा। के छ सञ्चारमा हुनुहुन्छ तपाईहरु। म चाहिँ ड्युटी सकेर म लागे घुम्नतिर है त गाइसहरु। के यहाँतिर फुलहरु चाहिँ खतरा राम्रो फुलिरहेको रहेछ। मैले जुम गरेर देखाएँ यहाँनिर। अनि म चाहिँ अघि हिँड्न लागेको थिएँ। यहाँनिर गाइसहरु केरा चाहिँ घरभित्र लगाएको रहेछ। के दामी फलिरहेछ केरा है, घरभित्र छ। त्यसपछि म लागे अघि बाटोतिर, गाडी आइरहेको थियो, म साइडमा भएँ। यहाँको आँप चाहिँ गाइसहरु हैन 12 महिना फलिरहन्छ कि कहिले खाली रुखमा दाना लागिरहेको हुन्छ। खै कस्तो खाले आँप है, एकदम राम्रो छ यहाँको। 12 महिना फलिरहेको हुन्छ। म जहिले यो बाटोमा हिँडिरहेको हुन्छु, देखिरहेको हुन्छु। सधैँ 2 वर्ष भएको अहिलेसम्म सधैँ खाली भएको छैन कहिले पनि। त्यसपछि अनि यस्तै छ गाइसहरु, म बाटोमा हिँडिरहेको छु भन्नुपर्छ अहिले। किन अब कहाँ जाने थाहा छैन मलाई पनि घुम्न। म यत्तिकै हिँडिरहेको छु किनकि अब फोनमा बसेर झ्याउ लागिरहेको लास्टै मेरो माइन्ड फ्रेस पनि हुन्छ। अनि त्यसपछि यो जुम गरेको चाहिँ म यो पोल छ नि यो तलतिर बस्छु गाइसहरु म। अनि त्यहाँबाट चाहिँ म घुम्नलाई यतातिर आएको। देख्न सक्नुहुन्छ एकदमै बवाल छ यहाँको भ्यूहरु। यहाँनिर चाहिँ स्कुल रहेछ गाइजहरु हैन, स्कुल रहेछ। अहिले लन्च टाइम चलिरहेको रहेछ। अनि विद्यार्थीहरु चाहिँ त्यो गेम खेलिरहेछन् त्यहाँभित्र। अहिले जालीको घेरबार छ यहाँनिर चाहिँ राम्रोसँग देखिने भित्र। मैले बाहिरबाट देखाएँ भन्नुपर्छ। त्यसपछि म लागेँ अघि कहाँसम्म हुन्छ अब हिँड्दै जाम हैन। अनि कस्तो छ यहाँको इन्भाइरोमेन्ट, वातावरण कस्तो छ है, एक्लै छु भन्नुपर्छ अब। अनि यहाँनिर टर्निङ आइरहेको थियो। म कतातिर जाने कन्फ्युज भएँ। म यता जाने कि उता जाने भन्ने कन्फ्युज भइरहेको थिएँ। किनकि म यतातिर सधैँ दायाँतिर जाने गर्थेँ जहिले पनि। म त्यतातिर गएँ आज पनि। अनि यतातिर चाहिँ सानो खोला बगेर आएको छ। यहाँनिर पुल बनेको छ हैन। यहाँ माछा चाहिँ सानो सानो खोलामा नि धेरै ठुलो माछा हुन्छ कि यहाँतिर। खै यहाँ माछा धेरै छ यसमा। म बस्ने रुमबाट आउने गर्छ यो खोला। यहाँबाट चाहिँ माछा धेरै मार्छ यहाँको मान्छेहरू, तर हामी चाहिँ मार्दैन, हेरेको मात्र। अहिले मैले चाहिँ क्रस गरेर उता जानुपर्छ रोडदेखि। यहाँनिर गाडी आइरहेको छ उताबाट अहिले। अनि गाडी गएपछि म उतापट्टि जान्छु। अनि त्यसपछि यो दुईटा गाडी गएपछि म जान्छु। किनभने अब यहाँको गाडीहरू स्पिडमा आएको हुन्छ। म अनि सिधै गयो भने कहिलेकाहीँ मलाई हानिदियो भने अब म आउट कन्ट्रीको मान्छेलाई अलिक प्रब्लम हुन्छ। किनकि उनीहरू भागेर गइदियो भने हामी त्यतिकै दुःख पाउँछ। त्यही भएर गाह्रो हुन्छ हामीलाई। त्यही भएर हामीले आफ्नो खेल आफै गर्नुपर्ने हुन्छ अर्को ठाउँमा। अनि त्यसपछि म लागेँ अघि। यहाँनिर फुल फुलेको रहेछ, मलाई फोटो लिनु मन लाग्यो। अनि यो ग्राउन्डमा चाहिँ म गएर यहाँ रेस्ट गर्छु एकछिन। यहाँनिर बसिरहेको हुन्छु। अनि खेल्न मलाई खेल्छु। खेल्ने सामग्रीहरू पनि धेरै छ, पिङ यताउति रनिङ गरेको जे गरेको बस्न मन लाग्यो बसे नै हुन्छ। अनि त्यस्तै हो यहाँनिर एकदम शान्त छ, कोही छैन भन्नुपर्छ। अब मान्छेलाई बस्नको लागि नै बनाएको पार्किङ हो यो। त्यसपछि यहाँनिर पुल छ एउटा, पुल क्रस गरेर जानुपर्छ। यहाँ उतातिर सानो नदी छ एउटा। माछा चाहिँ थुप्रै छ है गाइजहरु, जति मार्दै खान सकिन्छ खाँदा नि हुन्छ। यहाँ कोहीले केही भन्दैन, तर आफू मार्ने विचार हुनुपर्यो। हामी चाहिँ मार्दैन, यहाँको लोकलहरू मारिरहेको हुन्छ, देखिरहेको हुन्छ मलाई। हामीले नि मार्न मिल्यो, तर हामीले मारेको छैन। ल ठिक छ गाइजहरु, आजलाई यति नै हो। म चाहिँ यहाँ पार्किङमा पुगिसकेँ। यहाँनिर बस्छु, पिङ पनि खेल्छु पछि। अनि त्यसपछि यताउति घुम्छु। अनि यहाँ एकछिन रिल्याक्स गर्छु अनि घरतिर जान्छु।